कुक्कु हा कुक्कु हा के तपाईँ पनि आफ्नो बच्चासँग यो कुक्कु हा भन्ने गेम खेल्नु भएको छ कि छैन? किनभने यो कुक्कु हा भन्ने गेम चाहिँ एकदमै राम्रो हो बच्चाको ब्रेन डेभलपमेन्टको लागि। जब बच्चा 4 महिनाको हुन्छ तबदेखि तपाईँले यो कुक्कु हा गेम चाहिँ खेल्न सक्नुहुन्छ। तपाईँले यो इन्टरटेनमेन्टको लागि मात्र होइन, तपाईँले त आफ्नो बच्चाको ब्रेन डेभलपमेन्ट पनि गरिराख्नु भएको छ यो खेलेर बच्चासँग। किन भन्दाखेरि चाहिँ एक त यसले बच्चाको ब्रेन डेभलपमेन्ट गर्छ, अर्को भनेको तपाईँ र बच्चाको बन्डिङ, इमोसनल बन्डिङ पनि डेभलप गर्छ होइन। अनि अर्को के गर्छ भन्दाखेरि चाहिँ यसले चाहिँ बच्चासँग कम्युनिकेसन गर्न पनि हेल्प गर्छ होइन, उसले नयाँ स्किल्सहरू डेभलप गर्छ। अनि अर्को उसको भिजुअलाइजेसन राम्रो। यो गेमले चाहिँ बच्चाको एकदमै इम्पोर्टेन्ट माइलस्टोन चाहिँ डेभलप गर्नलाई चाहिँ हेल्प गर्छ होइन। बच्चासँग चाहिँ अब्जेक्ट पर्मानेन्स भन्ने चाहिँ डेभलप भएको हुँदैन होइन, तर यो गेम खेल्नुभयो भने चाहिँ उनीहरूले चाहिँ थाहा पाउँछन् अब्जेक्ट पर्मानेन्स भनेको चाहिँ के हो भने। यो हेर्नुहोस्, म छैन म छु, म छैन म छु। यसले चाहिँ बच्चालाई के सिकाउँछ भन्दाखेरि चाहिँ तपाईँ गए पनि तपाईँ चाहिँ स्टिल त्यहाँ हुनुहुन्छ है भनेर चाहिँ बच्चालाई चाहिँ त्यो चाहिँ थाहा हुन्छ क्या। त्यो चाहिँ एकदमै इम्पोर्टेन्ट हो बच्चालाई थाहा हुनलाई कि यो संसारमा जे कुरा पनि एकछिनको लागि छैन भने त्यो फेरि आउँछ भनेर के होइन। फर इक्जाम्पल तपाईँको बच्चा चाहिँ 4 महिना या 5 महिना या 6 महिनाको छ अनि तपाईँले उसको टेबलको अगाडि चाहिँ एउटा कुनै उसलाई मनपर्ने बल या के राखिदिनु भएको छ होइन, ग्लास। तपाईँको चस्माहरू एकदम मनपर्छ बच्चालाई होइन, अनि उनीहरूलाई त्यसले चाहिँ न्यापकिन या टावलले चाहिँ छोपिदिनु भयो भने चाहिँ उनीहरूले मतलबै नगरेर त्यहाँबाट यताउति हेर्छन्, उसलाई मतलबै लाग्दैन। तर जब ऊ 9 महिना 10 महिना एक वर्षको हुन थाल्छ होइन, तब चाहिँ तपाईँले त्यो कभर गरिदिनु भयो होइन, छोपिदिनु भयो भने पनि उसले त्यो निकालेर चाहिँ थाहा हुन्छ ए त्यो जुन त्यो चिज थियो त्यहाँ त्यो त्यही छ, त्यो हराएको छैन। त्यही भएर तपाईँहरू पनि आफ्नो बच्चासँग कुक्कु हा भन्ने गेम चाहिँ खेल्नु होला। यो एकदमै राम्रो हो र एकदमै इम्पोर्टेन्ट माइलस्टोन हो बच्चाको ब्रेन डेभलपमेन्टको लागि। थ्याङ्क यू।